आजभोलि बच्चाहरू यति बिग्रेको छ कि। हेलो गाइज एन्ड सबैजनालाई नमस्ते। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। त्यही भन्न चाहन्छु होइन, आज चाहिँ म चाहिँ काम गर्नु गइरहेको छु होइन। काम गर्नु जाँदै हो, तर चाहिँ काम हुन्छ कि हुँदैन त्यो चाहिँ थाहा छैन गाइज। काम भयो भने चाहिँ गर्नुपर्छ होइन। हाम्रो चाहिँ अहिले म चाहिँ एसी दिएर बसेको होइन साथीहरू, त्यही भएर एसीको अब रिजल्ट असारको पहिलो हप्तामा आउँछ नि त। छुट्टी थुप्रो दिन्छ, घर बसेर के बस्नु भनेर यस्तै लेबरहरू काम गर्दै हिँड्छु होइन। यस्तै हार्डवेयरमा के उसहरू आउँछ नि त, सिमेन्ट छडहरू हो त्यस्तै बोक्दै हिँड्छु। अलिअलि कमाइन्छ धेरै त होइन। बस त्यही नै भन्न चाहन्छु गाइज। हजुरहरूलाई मेरो भिडियो अहिलेसम्म कस्तो लाग्यो कमेन्टमा त छोडिदिनु होला होइन। मलाई कतिजनाले मन पराउनु हुँदो रहेछ मेरो भिडियो हेरेर होइन। यिनै भन्न चाहन्छु, साथ सपोर्ट माया गरिदिनु होला हजुरहरूले पनि। हेलो गाइज, हामी चाहिँ अलिअलि काम गरिरहेको छौँ होइन। त्यसमा हुन्छ यहाँ 10 बोरा लिएर आएको छौँ। चलाउनु भइरहेको छ। मैले चाहिँ जान्दिनँ होइन। हजुर आउडो 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 भयो राई भयो दाइ भयो। त्यहाँ बोराहरू झ्याउ गर्छ भनेर के त्यहाँ बलौडा भयो त्यो गरेर राम्रो म बोक्दिँदै हेलो गाइज, यहाँ चाहिँ झारेर भ्याइयो होइन। देख्नु सक्नुहुन्छ 10 बोरा भ्याइसक्यो होइन गाइज। अब चाहिँ चाइना हम्सीभित्र जाने भनेको होइन। के हुन्छ म हजुरलाई भित्र पनि देखाउँछु होइन। भवाल छ ठाउँ चाहिँ, कम्पनी हो ठुलो सिमेन्ट फ्याक्ट्री। ठ्याक्कै विदेशमा जस्तै छ क्या त्यहाँ भित्र। यस्तो दामी बनाउनु पनि होइन गाइज। होइन यो पसिना देख्नु सक्नुहुन्छ गाइज, मेरो यस्तो पसिना चाहियो। मेरो भ्लग चाहिँ नराम्रो होला गाइज, त्यही पनि साथ सपोर्ट गरिदिनु होला, त्यही नै भन्न चाहन्छु। अब चाहिँ हामी जान्छौँ होइन। यहाँ लेबरको पैसा चाहिँ 200 हो होइन। 10 बोराको चाहिँ लोड र अनलोड गरेको चाहिँ होइन गाइज। हेलो साथीहरू, दाइरोमा चाहिँ अब हम्सीभित्र छिर्नु आएको। यहाँ चाहिँ यो भित्र चाहिँ बवाल छ ठाउँ चाहिँ होइन गाइज। म भित्रै गएर देखाउँछु हजुरहरूलाई, हेर्नु होला गाइज। मन्दिरसम्म साथीहरू पञ्चतै भयो। आज जानु पाइन्न जस्तो छ साथीहरू, गाह्रो भयो। त्यो पञ्चतै भइसक्यो च्याप भयो कि छोडेर कहाँनिर के गर्यो थाहै भएन साथीहरू। आज जानु नपाइ नि भयो।
एकैचोटि तानेको हेरेको त तानेको अगाडिको टायर लेटोपट्टि गाइस दाइले चाहिँ यहाँ यसलाई के भन्छ हाइड्रोलिङ के भन्छ यसलाई हेर हैरान नटङ्गी हेर आजभोलि बच्चाहरू यति बिग्रेको छ कि मैले अहिले भर्खर एउटा मतलब एउटा केटीले देखेँ कि होइन भर्खर 13 वर्ष 15 वर्ष पुगेको होला होइन यस्तो हँसायो मलाई हेर्दै हाँस लाग्यो अहिले बाहिर दिले म हँसेरलाई देखाउँछु गाइस दाइले चाहिँ खोल्दै हुनुहुन्छ अनि त्यो त फेर्नु पर्ला हो फेरि ए टाल्नु पर्छ न खोलेर लगाएर टक्क टाल्ने कतिको देख्न पाइन्छ केटीहरूको पनि त्यो आज लगाएर गएछ मलाई हजुर केटीहरूको हालत हेर्नै गएछ म देखाइदिन्छु हजुर कसको मोबाइल मेरो मेरो त चार्ज छैन स्विच अफ छ मेरो त कसलाई फोन गरेर पैसा छैन के बहिनी मेरो पैसा छैन बहिनी फिटिङको फ्यान हो क्या र फिटिङको फ्यान जस्तो छ गाइस वहाँ जस्तो गाइस यार त्यस्तो लाजको मर्न अहिले बच्चाहरू मात्रै हिँडिरहेछ क्या यो बहिनी क्या यस्तो मात्रै हिँडिरहेछ कि गाइस यार आएर एकल फोन अरे हँस लाग्छ गाइस मलाई के भयो कि गाइस यार यस्तो अर्को बोटी थिए हजुरलाई कस्तो लाग्छ हजुरलाई हजुरलाई गाइस यार मलाई त के भयो कि 13 वर्ष पुगेछ होला गाइस यार अन्त यस्तोलाई के भन्ने कि ट्यापिनी भन्ने एकल अरे यस्तो त चोर्छ न गाइस देख्नु भएको भएन त अझ यहाँ चाहिँ दिउस चाहिँ बताइरहेको थिएँ होइन एक कल चाहिँ गर्नुमा आइरहेको थिएँ मैले दिएन त चाहिँ पैसा छैन होइन होइन त कता बसेको होला होइन गाइस हाम्रो चाहिँ गाडीले धोकाइदिइरहेको छ होइन गाइस पञ्चायत भएर मलाई आज आएर चाहिँ लास्टै हँस लाग्यो अहिलेसम्म देखेको थिएन मैले यस्तो केटीहरूलाई चाहिँ अहिले त्यो बाटोमा भेटेन अझै देखाइन्छ हजुर अगाडि गएर बस्नु सिकेको थाहा भएन हेर्नु त्यो बहिनी बाह्र पुरै माथि रह्यो क्या पुरै माथि आयो मेरो बहिनी पुरै माथि छ क्या त्यो बहिनी क्या यस्तो झ्यापमा छ कि होइन साथीहरू भर्खर 13-14 होला क्या मेरो गेस्टमा चाहिँ उमेर चाहिँ होइन
पुरा माथेर के दाइ एक कल गर्छु फोन ल्याउनु न अरे के अघि मैले त दिएन होइन अर्को दाइले पनि दिनु भएन पुरा माथेर कि अहिले चाहिँ फुल टिम गएको रहेछ होइन यता बसेको थियो अघि चाहिँ गाइज बवाल रहेछ यत्रुमै बिग्रिसक्यो कि केटी के कस्तो लाग्यो पुरा के हाफ प्यान्ट पुरा चस्मा घाँटीमा त्यो पछ्यौरा त्यो अर्कै खालको होइन पुरा कि देख्न सक्नुहुन्छ त्यहाँ यहाँ छ क्या एउटा सानो भाइ र अनि त्यो बहिनी छ क्या पुरै कि हाफ प्यान्टमा टक्क लगाएर आइरहेको भन्न कि गाई चाहिँ लाज लाग्छ यस्तो सानो बहिनीलाई देख्दा यस्तरी बिग्रेर हिँड्छ कि गाई चाहिँ यता गयो कि यता फेरि यता बसेछ होइन यस्तो बिग्रेको बहिनी रहेन पुराकै गाई त्यो बहिनी क्या एउटा टिप्परमा चढिसकेको होइन गाई त्यो यो टिप्परमा देख्दैन हुन्छ टिप्परमा चढेर के गर्नु लाग्छ थाहा भयो भने त होइन गाई उठाउने हो भिडियो त्यो बहिनी यहाँ गयो क्या साथीहरू टिप्परमा चढेर गइदिइरहेको क्या हँसायो त्यो बहिनीले पनि अहिले आएर त अब चाहिँ साथी हाम्रो चाहिँ भइसक्यो होइन पञ्चायत सञ्चायत टाढेर भ्याइसक्यो होइन अब चाहिँ हामी भित्र छिर्दैछौँ यो हङ्सीभित्र चाहिँ यहाँ चाहिँ होइन गाइज ठ्याक्क मुखसुख लगाएर अब चाहिँ छिर्दैछौँ हेर्दै गर्नु होला गाइज भइसक्यो यही हो पञ्चायत भएको चाहिँ हेर्दै गर्नु होला गाइज गाइज हामी चाहिँ छिरिसक्यौँ है हङ्सीभित्र चाहिँ देख्नुहुन्छ बवाल छ ठाउँ भने घुम्न मिल्ने जस्तो ठाउँ छ कि गाइज गर्नुपर्छ अनि गाइज खाजा आउँछ भइसक्यो कम्पनी त बहुत ठुलो छ साथीहरू होइन सिमेन्ट फ्याक्ट्री हो कि गाइज यस्तो ठुलो छ होइन यता यो घर ठुलो डरामहरू अनि यता पनि छ यो सबै जग्गा यहाँ चाहिँ लाइन लागेको छ कि गाडीको चाहिँ यत्रो ठुलो छ कि हङ्सी साथीहरू यत्रो ठुलो छ कि योभन्दा पछाडि पनि छ कि अझ ठुलो कम्पनीहरू मतलब ठुलो बिल्डिङहरू चाहिँ पछाडि पनि छ गाइज होइन यता पुरै लोड गर्थ्यो यो चाहिँ सिमेन्ट चाहिँ यो सिमेन्टको नाम चाहिँ हङ्सी सिमेन्ट भनेर चिनिन्छ होइन हङ्सी सिमेन्ट हो यो चाहिँ छैन यो साथीहरू
यो चाहिँ सिमेन्ट गर्ने लोड गर्ने ठाउँ हो यति ठुलो छ कि यहाँनिर हामी चाहिँ ट्र्याक्टरमा आएको होइन यहाँ चाहिँ घरको थुप्रै छ गाइज देख्न सक्नुहुन्छ यो सबै सिमेन्ट लोड गर्ने ठाउँ हो कि यहाँ माथिदेखि आउने चाहिँ सिमेन्ट चाहिँ यहाँ अहिले चाहिँ खाना खानु गएको छ अब चाहिँ यहाँको मान्छेहरू चाहिँ लोड गर्ने मान्छेहरू चाहिँ होइन गाइज यहाँ चाहिँ जाइ हुनुहुन्छ जस्तो आर्कै हानिरहेको कि पुरै चारैतिर छ्याकछ्याक गर्दाखेरि सबै लोड गर्ने ठाउँ है गाइज अन्त दाइ चाहिँ फ्री फायर खेल्दै हुनुहुन्छ गाइज त्यो सबै धार्मिक साथीहरू गाह्रो हुन्छ गाइज आजलाई भिडियो चाहिँ यति नै नेक्स्ट भिडियोमा भेटौँला गाइज बाइ